मलाई नि एउटा रेस्टुरेन्ट खोल्न मन छ आफ्नो रेस्टुरेन्ट यस्तोमा आइपुग्यो ल जाऊ राम्रोसँग जाऊ ल So hello everyone, welcome back to my YouTube channel after a long time. Yes, it's me Prashna Karki. I hope you all are doing well. So सबैजना सन्चै हुनुहुन्छ होला अनि हाम्रो दिदीले चाहिँ खाली बोल्दै दिइसकिन सो सो भन्नुहुन्छ भनेर भन्छ रे मेरो चाहिँ यो खै के हो थेगो बस्यो के अनि त्यही हो म चाहिँ कलेजबाट निस्केको होइन अबेला पनि भइसक्यो अनि मलाई मेरो काम गर्ने ठाउँबाट चाहिँ माले फोन गरेको थियो ओ सर्ट एकछिन है पछि होइन तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला स्टे सेफ एभ्रिवान म जाँदैछु अलि अगाडि साथीहरूलाई भेटेर चाहिँ हाल्ने नि ओइ जाम छिटो बल्यो बत्ती अहिले उताबाट स्टार्ट गर है पासाङ ब्लग तिमी 17 बाट कहाँ बिको आउँछ हो फेरि अहिले मेरो फोटो दामी खिच्देऊ है गाइजहरू Chinatown. Wow, nice. उता हो यहाँ आएनौ तिमी लो यो याद आसै गइसक्यो यार वाउ होइन यो अर्को आज चाहिँ मलाई यहाँ मेरो काम गर्ने ठाउँमा माले बोलाएको थिएँ सरप्राइज दिनलाई त्यही भएर म आएको थिएँ मेरो साथीहरूसँग अनि अगाडिको सुट गर्न पाइएन होइन सो मैले थोरै क्लिप्सहरू चाहिँ लिएको छु अब मेरो साथीहरूले बोलेको कुराहरू चाहिँ म हाइड गरेर मेबी गीत एट्याच गर्छु होला सो मैले काम गर्ने एरिया चाहिँ यही हो अनि मैले सरप्राइज पनि पाइसकेँ त्यो भिडियो लिन पाइनँ खाएर मक्ख थियौँ हामी सबैजना त्यही भएर बिजी भयो पनि साथीहरू आइसकेको साथीहरूसँग आइसके यस्तै हो यहाँ यिनीहरू चाहिँ उता छन् कहाँबाट जाने
यताबाट फोटो नखिच्ने ऊ त्यहाँ यहाँ यहाँको चाउना टाइम चाहिँ यस्तो छ है पोज त दिइहाल्नुपर्छ फोटो सुट भइरहेछ यहाँ लेट्स गो सो म मात्र हिँड्नु आज यहाँ चाहिँ मेरो साथीहरूको काम छ अरे अनि त्यही हो अब गयौँ खाइम गऱ्यौँ अब फेरि रिटर्न ब्याक हुँदैछौँ हामी चाहिँ कलेजबाट सोनुमा गएको थियौँ त्यसपछि त्यही हो है यो चाहिँ चाइना टाउनको भ्युज दामी छ पक्कै पनि यो यादवले मुखै देखाउँछ भनेर मार्क्स बाहिर जाऊ कि तिमी साइकलमा जाऊ भनेको ल अनि म छिटो न हो त कुरा त अनि स्यालेरी पाएपछि को खुसी हुनु दामी देखियो उता म छिटो नि दाइजो उदेश्य हो म त उताबाट क्रस भएर सिधै घर जान्छु तिमी कहाँ जाने पासा तिमी ट्रेनबाट जाने हो यादव कताबाट जाने सँगै जाने ट्रेन जाऊ राम्रोसँग जाऊ ल गयो ओके ओके माता बाटो नभेटाएको म हराएको चाहिँ यस्तोमा आइपुग्यो बाटै छैन अब कहाँ पो जाने हो फेरि यो कहाँबाट जाने हो ओ सेट मलाई माथि चढ्नु थियो यार यहाँबाट माथि होला नि त बाटै छैन अब हराएको म यस्तो ठाउँमा आएँ सो देख्ने सो अब घुमिफिरि एकै ठाउँमा त आउँदैन नि मलाई थाहा भएन यार म कहाँ आइपुगेँ म यत्रो बसिसकेँ 2-3 वर्ष भइसक्यो यो ठाउँमा मलाई थाहा आएन क्या बाटो यहाँ म हराएँ यार गाइस ओ शिट ए प्रभु मेरो टाउकै दुःख म यहीँबाट गएको क्या अघि यसरी म यहीँबाट गएको अघि उहाँ पुगेर फेरि फर्केर म यहीँ आइपुगेँ दिमाग यस्तो ननसेन्स कुरामा यार आएँ यस्तो भएको रहेछ कि यो जुन मैले हजुरहरूलाई म देखाउँछु ल यहाँ म त्यहाँबाट के यहाँबाट क्रस भएर गएँ होइन यहाँबाट आएँ त्यसपछि म आउनु पर्ने म यो बाटो हुँदै आउनु पर्ने होइन त्यहाँ बन्द गरेको छ नि त बन्द गरेपछि म त्यहाँबाट घुमेर मुनि झरेर फेरि मुनि झरेर म यतै माथि आइपुगेँ अनि कस्तो हो मेरो दिमाग ल मुनि झरेर म फेरि मुनि यहीँ आइपुगेँ म यति बेला म घर पुग्ने मान्छे ओ शिट यसरी बाटो बन्द छ क्या यहीँ यसरी बन्द गरेछ क्या म हिँड्ने बाटो यसरी बन्द गरेछ अनि बन्द गरेपछि कहाँबाट हिँड्ने हामी अनि यता उता लेखेको जिया बाजेको जिया माइ गड मेरो दिमाग चाहिँ काम गरिरहेन यहाँ कराएर सो म चाहिँ निस्केँ म ठ्याक्कै पुग्छु होला 5 मिनटमा घर है म
म घरै पुगेर इन गर्न चाहिँ, तर आज पनि छोटो मिठो भयो। त्यसको लागि केही छैन, बिस्तारै बिस्तारै छोटो 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 होइन, त्यो सानोबाट बढाउँदै गइन्छ, त्यही हो। रेस्टुरेन्टहरू पनि धेरै आयो। मलाई नि एउटा रेस्टुरेन्ट खोल्न मन छ, आफ्नो रेस्टुरेन्ट। गाडी किन्न मन छ, आफ्नै गाडी चढेर हिँड्न मन छ, तर त्यो पनि छिटै पुरा हुन्छ। केही छैन, सपना देख्नुपर्छ अन्त पुरा हुन्छ नि होइन। सपना देख्नु ठुलो कुरो हो। उयो हरियो बोलाएर रहेछ, यहाँबाट म पुग्नुपर्ने, म यहीँबाट पुग्छु, कसले के गर्छ मलाई। तर कसम यो जापानिजहरूले मलाई त नेपालै पठाउँछ होला। त्यही हो है। अब घर पुगेर के बनाउने, खाना त खाइएर आख। फेरि मेरो भोलि बिहानै काम छ कि, मेरो भोलि बिहानै काम छ, बिहानै काम छ। बिहानै काम भएपछि बेलुका केही खाएन भने भोलि बिहान त पुरै चक्कर लगाएर मरिन्छ। अनि बिहानै गएर काममा फेरि सटरहरू खोल्नुपर्छ त्यो है। अन्त रातभरि त्यो बन्द हुन्छ नि त पसल, अनि बिहानै गएर खोल्नुपर्छ। यस्तो वाक वाक लाग्दैन त्यहाँ के, स्मेलै कस्तो हुन्छ कि। म त गलेँ कि छिटो हिँडेर। धेरै दिनपछि भिडियो बनाएर होला कि है, बोल्न पनि कस्तो अक्वर्ड फिल भइरहेछ। अनि त्यसपछि एकदम टाइटवाला भइरहेछ। अनि यो हातहरू पनि के यसो गरेर लाइक अब भिडियो कन्टिन्यू गरिरहँदाखेरि होइन, भिडियो बनाउँदै जाँदाखेरि कन्टिन्यू जुन कुरामा कन्टिन्यू गरिन्छ त्यो कुरामा अलिकति पनि माइन्ड डिस्टर्ब हुँदैन होइन, त्यो कुरामा फोकस हुन सकिन्छ। तर अलिकति बिचमा केही कुराको ब्रेक लियो भने, अलिकति तलमाथि केही भयो भने होइन, मैले कन्टिन्यू गरेको थिएन नि त भिडियोहरू, मसँग टाइम पनि थिएन। मेन रिजन भनेको किन भिडियो आएन अनि किन भिडियो नबनाएको रहरले हाल्यो त्यसै लागि त्यो होइन कि। मलाई मेमोरीहरू क्रिएट गर्न मन लाग्छ होइन। मैले कुनै त्यो भ्युजको पैसा इधर उधर होइन, मलाई के भन्छ अरे मेमोरीहरू क्रिएट गर्न मनपर्छ। अनि मलाई भोलिको दिनमा चाहिँ बितेको कुराहरू मलाई हेर्न मन लाग्छ। त्यही भएर मैले सानो सानो भ्लगहरू क्लिप्सहरू बनाउँछु। युनो कतिजनालाई थाहा होला होइन, टिकटकमा पनि मैले भ्लगहरू प्रायः हालेर हुन्छु, तर मसँग टाइम पनि हुँदैन। अब त्यही हो, जो चाहिँ विदेशमा हुनुहुन्छ इन्टरनेसनल स्टुडेन्टहरूले चाहिँ बुझ्नुहुन्छ यो प्रब्लम के हो भनेर होइन। त्यही हो, टाइम पनि हुँदैन। अब टाइम भइहाल्यो भने पनि भिडियो त बनाइन्छ, केही छैन, द्याट्स नट अ बिग डिल। तर के हुन्छ भने एडिट गर्न पाइँदैन, जे पाए त्यही हाल्न पनि मिलेन होइन। एउटा लिमिट हुन्छ हरेक कुराको, कति कुराहरूको ठाउँको भिडियो हाल्न मिल्छ मिल्दैन। अनि त्यसपछि मेन कुरा एडिट गर्न पनि पाइँदैन, अनि एकदमै प्रब्लम हुन्छ क्या कति कुराहरूमा। त्यही भएर पनि हो है, अलिकति टाइम भइरहेछ। अनि म फ्री टाइममा चाहिँ म कति धेरै हाल्न कोसिस गरिरहेको हुन्छु। अब मैले म्याक्सिमम पनि 1 महिना भयो होला भ्लग नहालेको, सो हाल्न कोसिस चाहिँ म गरिरहेको हुन्छु। अब आफूलाई त टाइम दिन सकेको छैन होइन, कति सोसियल मिडिया भन्ने जस्तो पनि लाग्छ, तर केही भएन। मेमोरीहरू आफ्नो क्रिएट गर्नु भनेको एकदमै राम्रो कुरा हो। सो त्यही हो, म चाहिँ घर आइपुगेँ है। अब भिडियो एन्ड चाहिँ म घर गएरै गर्छु। एकदमै चिसो बढिरहेको छ जापानमा चाहिँ। हजुरहरूकोतिर के कस्तो छ भन्नु होला, कमेन्ट छोड्नु होला। मेरो साथीहरू पनि पुगिसक्यो होला यति बेर घरसम्म कि यिनीहरू कहाँ नोमी खाइ कता जाने होला नि। त्यही भएर हामी त ट्रेनमा जान्छौँ, तिमी हिँडेर जाऊ भनेर पठाइदियो मलाई। थ्याङ्क यू सो मच एभ्री फर दिस वाचिङ भिडियो। अनि त्यसपछि त्यो ठाउँ एकदमै राम्रो थियो होइन, अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कतिजना यो ठाउँ बस्नु हुनेहरू जानु पनि भएको छ होला त्यो ठाउँमा होइन, कतिजना जानुभएको छैन होला। जानुभएको छैन भने एकचोटि जानुहोस्, घुम्नुहोस्, त्यो ठाउँ एकदमै राम्रो छ। त्यसपछि मैले कतिको भिडियो एट्याच गर्न सकेँ, कतिको कुन तरिकाले क्लिप्सहरू मैले लिन सकेँ, त्यो अब के छ कस्तो छ हजुरहरूले भिडियो हेरेर फिल गरिसक्नु भयो होला। तर त्यो ठाउँ एकदमै राम्रो छ होइन, राम्रो ठाउँमा काम गर्न पुगेको छु म। त्यही हो, मेरो चाहिँ अब भोलि बिहानै काम छ। म चाहिँ फ्रेस भएर केही खानेकुराहरू बनाउनु पर्ने हुन्छ। यो भिडियो चाहिँ मैले यहीँ इन्ड गर्छु। आफ्नो ख्याल राख्नु होला। थ्याङ्क यू सो मच, स्टे सेफ। यदि कोही नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि कहाँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। थ्याङ्क यू सो मच, बाई, लभ यू, बाई।